अजय श्रेष्ठ एउटा व्यापारी हुन्। न्यू रोडमा उनी कता एउटा व्यापार गरेर बसेका छन्। सायद मोबाइलकै पसल हुनुपर्छ। तर उनी बालेन रविको चाहिँ फ्यान थिए, फ्यान छन्। उनले राजनीति बुझ्दै जाँदा अनि त्यसपछि कुलमान घिसिङलाई पनि धेरै सपोर्ट गरे। कुलमानको पक्षमा पनि उनले वकालत गरे। तर अहिले उनले चाहिँ नि वैकल्पिक शक्तिहरू, नयाँ शक्तिहरूलाई चाहिँ नि एकजुट गराउनमा ठुलो उनले चाहिँ नि कोसिस गरे, प्रयास गरे, तर सफल चाहिँ भएनन्। तैपनि उनी लागिरहेका छन्। आज मङ्सिर 25 गते उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछन् र उनलाई बाजागाजा सहित रासपाले भित्र्याउँदैछ। उनको मान्यता के छ भने, जसरी हुन्छ रवि लामिछाने जस्ता युवाहरूले देश चलाउनुपर्छ, त्यसको लागि सबै एकै ठाउँमा मिल्नुपर्छ, नत्र पुरानाहरूले हामीलाई दुःख दिन्छन्, देशलाई धेरै पछाडि पार्छन् भन्ने उनको विश्वास छ। त्यही विश्वासको आधारमा चाहिँ उनले रवि लामिछानेलाई बुझ्दै गए। धेरै बुझेपछि उनले उनको भनाइअनुसार सबैभन्दा ठिक चाहिँ उत्तम चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी हुन्छ भन्ने उनले बुझेका छन्। र त्यसमा विश्व पोखरेल भन्ने एकजना एआइजी हुन् कि के हुन्, उनी पनि त्यसमा प्रवेश गरेको हुनाले उनलाई बढी त्यसले खिचेको उनलाई अनुमान छ। किनकि उनी अब देशको एउटा प्रहरीको ठुलो पोस्टमा पुगेको, देशको व्यथिति कसरी भएको छ, के छ, त्यो उनले सबै बुझेका छन्। त्यसो भए हुनाले त्यसलाई सुधार्नको लागि पनि उनी त्यसमा प्रवेश गरेको उनले ठानेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा उनी प्रवेश गर्यो भने भोलि यद्यपि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनायो भने उनले त्यहाँ चाहिँ भएका व्यथितिहरूलाई चाहिँ उजागर गर्नेछन् र देशलाई सुशासनमा ल्याउन सजिलो हुनेछ भन्ने उनको बुझाइ छ। त्यही कारण उनी आज चाहिँ बाजागाजा सहित मान्छेले स्वागत गरिरहेका छन् र उनी त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा 1000 कति समथिङ चाहिँ नि शुल्क तिरेर क्रियाशील सदस्य लिँदैछन्। बाजागाजा सहित उनलाई स्वागत गरिँदैछ। त्यो भिडियो पनि यहाँ मैले राखेको छु। भिडियोलाई सब्सक्राइब गर्न नभुल्नुहोला, सेयर गर्न नभुल्नुहोला। अब उनको चाहिँ प्रवेशपछि देशमा नयाँ एउटा तरङ्ग पनि फैलिरहेको छ र आज रवि लामिछानेको पेशी पनि थियो। पेशी चाहिँ अन्य के कारणले हो स्थगित भयो भन्ने समाचार आएको छ। ल त धन्यवाद, सेयर गर्न नभुल्नुहोला। ल बिदा चाहन्छु। हैन, हामी सबैजनालाई थाहै छ हैन, हामीले दशैंमा चाहिँ बच्चाहरूलाई टीका सिका लगाइदिँदा अलिकति ठुलोबडाले आशीर्वाद दिँदा पनि डाक्टर हुनु, इन्जिनियर हुनु, पाइलट हुनु भनेर राख्यो। तर यो राजनीतिमा चाहिँ कहिल्यै नलाग्ने भने त्यस्तो फोरी बनाइदिएर छ क्या राजनीतिलाई। धेरै अरू पार्टीहरुबाट पनि अफर आइराख्यो। मलाई म्याक्सिमम हिजो म स्वतन्त्र पार्टी किन छान्नु भयो? हिजो म ठ्याक्कै राष्ट्रिय स्वतन्त्र पार्टीसँग मैले हिजो अलिकति प्रेस मिट गर्नुपर्ने थियो। त्यो बेलामा चाहिँ साच्चीकै हाम्रो उज्यालो नेपालको सरहरू पनि मसँग बस्नु भएको थियो। मलाई 3 दिन उहाँहरूले कुर्नको लागि अझ टाइम पनि दिनु भएको थियो हैन। तपाईलाई कहाँनिर के गर्ने कसो गर्ने सबै छ। र कुलमान दाइ अहिले साच्चीकै राष्ट्रिय उहाँको पार्टीमा उहाँ अध्यक्ष भएर जानु भएको छैन, उहाँ बाहिरै हुनुहुन्छ। तपाईहरु जस्तो मान्छे सँगै लिएर उहाँ छिर्ने भनेर बस्नु भएको छ भन्नुभयो। अनि मैले एकदमै ढिलो भइसक्यो दाइ। मेरो चाहना भनेको तपाईहरु 4 जना मान्छे चाहिँ एक ठाउँमा मिल्नुपर्ने थियो हैन। र हाम्रो चाहना विपरीत तपाईहरुले पनि पार्टी खोलिदिनु भयो र जुन खालको पार्टी उहाँले खोल्नुभयो उहाँलाई पनि शुभकामना। र नयाँलाई त मैले खुइल्याउने होइन, नयाँलाई त मिलेर युनाइटेड भएर जाने मेरो अझै पनि एउटा अभियान हुन्छ। त्यसकारणले अहिले सबैभन्दा म राष्ट्रिय स्वतन्त्र पार्टीमै छिर्नको कारण चाहिँ के हो भने यो राजनीतिकमा ल्याइदिएको एक किसिमको ठुलो तरङ्ग र जुन जेनजी आन्दोलन भयो त्यसमा पनि 60% राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ ठुलो हात छ। त्यसमा पनि रवि लामिछानेप्रति भएको प्रतिशोधले चाहिँ आज देशमा यो उथलपुथल नै भएको कारण हो हैन। त्यसकारणले हामी जस्तो मान्छे उहाँहरू जन्मिसकेपछि उहाँहरू जतिको मान्छेलाई चाहिँ देशको एकचोटि प्रधानमन्त्री तहमा पुर्याउनको लागि चाहिँ अब यो देशले 5 वर्ष चलाउनलाई चाहिँ उहाँहरूको स्थिर सरकारको लागि चाहिँ म चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा आएको हुँ। त्यसकारणले जतिको युवा अरू युवाहरूलाई के भन्न चाहनुहुन्छ? अब म मात्रै होइन, अहिले अब लाखौं साथीहरू चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ। जस्तो मैले एकदम म इन्स्पायर भएको चाहिँ हाम्रो विश्वराज पोखरेलदेखि अझ बढी म इन्स्पायर भएँ हैन। र उहाँले यो पुलिस सङ्गठनलाई यस्तो मजबुत तरिकाले चलाएर लानु भएको र जुन हिसाब किताबले निष्कलङ्क हुनुहुन्छ उहाँ,
उहाँ साँच्चीकै आइजिबीको एउटा दावेदार पनि हुनुहुन्थ्यो। यही राजनीतिको थोरै प्रतिशोधले होला के होला उहाँ आइजिबी हुनु भएन र कहाँनिर भ्रष्टाचार छ, कहाँनिर गुन्डागर्दी छ, कहाँनिर विकृति छ उहाँलाई एक को हिसाब किताब थाहा छ। उहाँ जस्तो मान्छेले केही नोसोची गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो भने अरूलाई चाहिँ के को यहाँ चाहिँ चिन्ता गर्नुपर्ने आवश्यक छ त। त्यस कारणले गर्दा मसँग धेरै लाखौँ साथीहरू पनि कुरेर बसिरहनु भएको थियो। जब उहाँहरूलाई म भन्छु मैले सबै कुराको अध्ययन गरेर विस्तृत जानकारी गरेर सबै कुरा गरिसकेपछि म राष्ट्रिय स्वतन्त्र पार्टीमा आज क्रियाशील साधारण सदस्य म लिँदैछु। अब तपाईँहरू कोही पनि ढुलमुल गरेर बस्नुपर्ने आवश्यक छैन। सिधै राष्ट्रिय स्वतन्त्र पार्टीको क्रियाशील सदस्य लिने र 2082 को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी बहुमतले हामीले विजय गराएर तलदेखि माथिसम्मको सेटअप राष्ट्रिय स्वतन्त्र पार्टीको हुनुपर्छ र आमूल परिवर्तन यो देशले पाउँछ भन्ने मलाई पूर्ण तपाईँले देख्न सक्नुहुन्छ यति बेला भाइरल अभियन्ता अजय श्रेष्ठले रासपा पार्टी प्रवेश गर्दैछन् र उनलाई बाजा गाजा सहित रासपाले विशेष स्वागत गरिरहेको छ। दर्शकबिन तपाईँहरूले देखाइरहेका छौँ चोरखुट्टे चोकदेखि वनस्थलीसम्म पार्टी कार्यालयसम्म यो बाजा गाजा सहित स्वागत गरिरहेको दृश्य तपाईँहरूले देखाइरहेका छौँ। दर्शकबिन अब देशको परिस्थिति, देशको अवस्था र देशका विभिन्न विषयमा बोलिरहने खरो बोल्ने भाइरल अभियन्ता अजय श्रेष्ठ अब अन्ततगत रवि लामिछाने मिलिसकेका छन्। रवि लामिछानेकै किताबमा आइपुगेका छन्। दर्शकबिन तपाईँलाई देखाइरहेका छौँ।